हेलो साथीहरु, गुड मर्निङ है। हिजो चाहिँ छुट्टी थियो, आज चाहिँ म गएन। यो ढाड एकदम धेरै दुखेर र आज चाहिँ म मसाज सेन्टरमा जाँदैछु हैन। ट्रेन स्टेसनमा मैले अलि अस्ति नै दुईटा कुर्सी देखेको थिएँ मसाज, म चाहिँ त्यही जाँदैछु। ढाड यति दुखेको छ, धेरै समय भइसक्यो यो ढाड दुख्ने भएको है। अब आज चाहिँ गएर गर्नु पर्यो, मसाज गराउनु पर्यो। खै सस्तै लाग्छ क्या त्यहाँ, फेरि त्यही 3 रुपैयाँ 9 रुपैयाँ 12 कति 15 हैन, यस्तै हुन्छ। आज गएर ट्राई गर्नु पर्यो र उतैबाट मेडिकल गरेर आउनु पर्यो हैन। एकदमै गाह्रो हुन्छ क्या हैन, ढाड दुखेर म बिहान जान्छु भनेर सत्या मान्छे पनि जान सकेन कि ड्युटी। एकदम धेरै गाह्रो भएर अहिले चाहिँ दबाई लगाएर अलि केही बिसेको भएको छ। सो यो चाहिँ बाटो हैन। मलाई त फेरि त्यो पनि थाहा छैन कि अब बस ट्रेन स्टेसनमै जान्छ कि जान्न हैन। आउँदाखेरि 852 नम्बरको बसमा आउनु भनेको छ साथीले। अब त्यति बसमा थाहा पनि छैन। विदेशमा हैन बिमारी भएपछि अलिकति गाह्रै हुन्छ कि साथीहरु, जति जे भयो पनि। अरु भन्दा पनि अब काम गर्दाखेरि गुम्म परिरहने हुन्छ, कार्टुनहरु उठाउने यताउता हैन। त्यो भएर ढाड चाहिँ सट्केको थियो कि मेरो पहिल्यै हो, तर आजभोलि त झन् एकदम धेरै दुख्न थाल्यो के। त्यो भएर एकचोटि मसाज गराउन भन्ने अस्ति नैदेखि चाहना थियो। त्यो भएर आज चाहिँ जाउँ भनेर एक्लै जाँदै हो र त्यही ड्युटी जाने बाटैबाट हो जाने। एकछिन अलि अगाडि बस पाउँछ, यो यही बाटैबाट अलि अगाडि बस पाउँछ अनि त्यहीबाट जानुपर्ने हुन्छ मलाई चाहिँ। मुख पनि कस्तो फिक्का फिक्का भइरहेको छ कि सुते है। जति सुत्यो झनै ढाड दुख्ने कि गाह्रो हुँदो रहेछ कि साथीहरु है। बस चाहिँ यहीँ आएर रोकिन्छ। यहाँ चाहिँ बस स्टेसन चाहिँ छैन साथीहरु है। म चाहिँ वेट गरेर बसिरहेँ। यहाँ चाहिँ फेरि पैसा लाग्दैन कि, यो कार्ड हो। यो कार्ड विदेशमा चाहिँ हैन, नेपालको जस्तो भाडा दिनु पर्दैन कि, यसैबाट पे गर्ने हो। अब 15 मिनेटमा आउँछ बस चाहिँ। अहिले खुलेको छ त्यतापट्टि, भर्खर बाइकहरु आए देख्न सक्नुहुन्छ है। तर बस आउँछ आउँदैन, पछाडि अड्डेको छ छैन हैन, थाहा छैन। अब एकैछिनमा आउँछ। यहीँदेखि चढेर जान्छु म चाहिँ। हामी ड्युटी आउने बाटो पनि यही हो, ड्युटी जाने बाटो पनि है। बस आएन अहिले। फाइनली म चाहिँ बसमा चढिसकेको छु साथीहरु हैन। अब हेरौँ यो बस जान्छ जान्न कि, अब थाहा पनि छैन कि जान्छ कि जाँदैन त्यहाँनिर हैन। अब बस पनि खाली छ, एकदमै खाली छ हेर्नु, खाली छ। ट्रेन स्टेसनमा आइसक्यो, तर यति घुमायो है। यहाँ छ तल बस, यहाँबाट भर्खरै माथि आएको। भन्छन् नि यहाँ आउनलाई धेरै होइन, 12 रुपियाँ लाग्थ्यो ग्राममा आएको भए लगभग 10 मिनटमा आइपुग्थ्यो। 1 घन्टा लाग्यो क्या। घुमाएको छ है, बल्ल बल्ल आइपुग्यो। यहाँ चाहिँ एटिएम कार्डहरू छ। अब मसाज कुर्सी चाहिँ यही भएको जस्तो लाग्छ मलाई। ऊ त्यहाँ रहेछ, ऊ त्यसैमा गएर मसाज गर्ने हो। चाहिँ आएको यही कुर्सीमा हैन मसाज गर्न। यो चाहिँ मसाजको हैन, यहाँ एकदमै मजाको मसाज गर्छ क्या। यहाँ सस्तो पनि पर्छ हेर्नु त। 3 रुपियाँको 9 मिनेट, 5 रुपियाँको 15 मिनेट, 10 रुपियाँको 30 मिनेट। मैले चाहिँ 30 मिनेट गराउने हो। जबसम्म पैसा हाल्दैन तबसम्म यो चल्दैन कि साथीहरु हैन। पैसा हाल्नुपर्छ कि यसको लागि हैन। नो चिल्लर भनेको छ, डलर चाहिँ नहाल्ने भनेको छ। नोट हाल्नुपर्छ कि 10 रुपियाँ हैन, नोटले हुँदो रहेछ। च्याट्टा हालेँ मैले। फर्काइदियो किन भएन भनेपछि यसमा केही मिलेन होला हैन। सो म यसमा ट्राई गर्छु, याद राख्नुपर्छ कि भएन भनेपछि यसको किन भइरहेको छैन। म ट्याङ 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 बजिरहेको छ क्या। पहिला हालेर चढ्ने हो कि
नो पोइन्ट लेखेको छ फेरि यसमा हालौँ है सिधा र सिधै बनाएर हाल्नु पर्यो नि साथीहरु हैन किन एक्सेप्ट गरेन फेरि म चाहिँ म गरिरहेको छु किन एक्सेप्ट फेरि ट्राई गरौँ मैले चेन्ज गराएर ल्याएँ हैन पैसा अब हुन्छ कि नै हेरौँ है त यही ट्राई गरौँ नो एक्सेप्ट सो साथीहरु हैन अब भाग्यमा श्री हुनुपर्दो रहेछ कि भाग्यमा श्री नत्र भने केही कामै छैन यहाँ पनि भएन कि सायद मसिन बिग्रेर हो कि किन हैन त्यो मसिन यस्तै भयो तर म चाहिँ फेरि अर्को स्टेसनमा जान्छु माथि ट्रेनमा बसेर र हेरौँ त्यहाँ छ कि छैन यहाँ चाहिँ मैले देखेको थिएँ कि अस्ति नै त्यो भएर आएको थिएँ झन् 1 घण्टाको बाटो है बसमा आएको अब यतिकै त फर्किनु भएन त्यो भएर म चाहिँ जानु पर्यो अर्को स्टेसनमा यहाँदेखि माथि पहिला लिफ्टमा जाने बाहिरको माहौल दामी छ कि हैन सो अर्को स्टेसनमा जाऊँ त्यहाँ गएर हेरौँ ट्रेन चढेर जाऊँ फेरि त्यही ट्रेन चढेर यहाँ आउनुपर्छ फेरि मलाई अर्को स्टेसनमा आएको यो पनि ट्रेन हो यो पनि ट्रेन हो अब अन्डरग्राउन्डमा छ कि यो ट्रेनहरु चाहिँ हैन यहाँ पनि हेर्नु यो गयो हैन ढोका लाग्यो अब यो पनि ढोका लाग्यो के अन्डरग्राउन्डमा के अब म चाहिँ माथि जान्छु हैन म चाहिँ माथि जान्छु माथि छ कि नै त्यो कुर्सी फेरि नत्र म यता भएर फेरि त्यही जानुपर्ने हुन्छ हैन आखिर लाग्नु त 1 रुपैयाँ नै हो मलाई म किनभने त्यही डोरबाट निस्किने हो यहाँ हुनसक्छ कि यहाँ पनि मसाज यहाँ पनि रहेछ यहाँ चाहिँ एक्सेप्ट हुन्छ कि यहाँ रहेछ हैन यहीको पो थाहा आएको म चाहिँ यहाँ हेर्नु यहाँबाट पनि लिफ्ट छ हैन यो चाहिँ अन्डरग्राउन्ड यो माथि चाहिँ लगभग 5-6 फ्लाइट माथि बल्ल जमिन छ के साथीहरु हैन अब यहाँ हेरौँ यहाँ पनि त्यही होला कुनमा हालौँ ब्ल्याकमा हालौँ न पैसा यहाँ एक्सेप्ट हुन्छ कि नै हेरौँ है यहाँ पनि भएन त साथीहरु किन हो भएन 5 रुपैयाँ हालौँ है यसमा हालौँ त के हो पैसा त लिँदैन त के हो मैले बुझ्नै सकेन हो के जताकतै बिग्रेकै होला त के हो त यार जहाँ पनि बिग्रिन्छ भनेको कि मसिन भाग्यमा सिरी नभएपछि यस्तै हो साथीहरु अब कराइहाले नबस भनिसके अटोमेटिक यहीमा हुन्छ कि साथीहरु यस्तो दामी मसाज हुन्छ कि
मेरो यहाँ पनि भएन, यहाँ पनि एक्सेप्ट गरेन साथीहरू हैन। अब मलाई चाहिँ फेरि अब अन्त जानुपर्ने भयो, फेरि अर्को स्टेसन जानु पर्यो, त्यहाँ एक्सेप्ट हुन्छ कि हुन्न, भएन भने फेरि फर्किनु पर्ला। यहाँबाट पनि रहेछ बाहिर निस्किने है। मलाई चाहिँ यहाँदेखि तल फेरि अर्को स्टेसन जानुपर्ने हुन्छ। कति स्लो हो त यो त। यहाँ पनि दुईटा ट्रेन लागेको छ हैन। म चाहिँ तलबाट आएको सिधै कोद्राया आइपुगेको छु कि साथीहरू। अब यो बाटो गयो भने हामी चाहिँ उता केएलसीसी पुग्छ। दुईटा स्टेसन चाहिँ मैले पार गरेर आइसकेँ हैन। म चाहिँ यो जमिन आस्नादेखि आएको कि माथि चढ्दै कुर्सी खोज्दै आएको। ठ्याक्कै हेरेको त कोद्रायामा आइपुगिसकेको छु। अब एकैछिनमा केएलसीसी पुग्छु, त्यहाँसम्म भेट्यो हैन भने फेरि ट्रेन चढ्दै फर्किने। म चाहिँ आज घुम्न त घुम्दैन, हेर्नु कोद्राया तपाईँलाई थाहा होला यतातिर। यहाँदेखि पनि भर्खरै उता गयो। म चाहिँ अहिले फेरि पनि आइसकेको छ ट्रेन हैन। यताबाट पनि आइसक्यो होला। कोद्राया आइपुगिसक्यो साथीहरू। म चाहिँ यो ट्रेनमा जान्छु, म जाने हो यो ट्रेनमा केएलसीसीसम्म जाउँ, अनि त्यस पछाडि फेरि फर्केर यहीँ आउने, यहाँबाट तल जाने अनि जाने। म आज बाहिर नै भित्र रेलमा मात्रै घुम्ने कि 1 रुपियाँमा। म जहाँबाट निस्क्याम त्यहीबाट निस्किने हो, बस पक्ड्ने हो। 1 रुपियाँ मात्रै लाग्छ। अब यहाँ झऱ्यो भने मलाई लगभग 5-6 रुपियाँ लाग्छ, केएलसीसी झऱ्यो भने 6-7 रुपियाँ लाग्छ होइन। किन पैसा खर्च गर्नु, म चाहिँ मसाज गर्न आएको। अब कुर्सी नै ड्यामेज छ जताकतै, त्यो भएर। अब यो ट्रेन किन आएन, यता चाहिँ आइसक्यो कि यहाँ चाहिँ आइसकेको छ ट्रेन। भ्यू देख्न सक्नुहुन्छ, एकदमै बवाल छ। रहेछ रनादा होइन, तर यहाँ अलिकति चार्जर लगाउने पनि अप्सनहरू दिएको रहेछ। आइफोन सानो पिन ठुलो पिन होइन, ठिकै रहेछ। यहाँ चाहिँ कार्डबाट पो पे गर्ने भन्छ त। फेरि म ट्राई गर्छु है साथीहरू। जानुपर्छ, कति घुम्ने के, बडी मसाज गर्ने भनेर आएको कुर्सीमा है। कति कुर्सीमा कहीँ के माग्ने, कहीँ पैसा नै। भाग्यमा सिरी हुनुपर्छ कि साथीहरू होइन, नत्र भने पहिल्यै स्टेसनमा भइसक्थ्यो, यहाँसम्म आउनै पर्थेन है। तर केही छैन, म फेरि त्यहीँ जान्छु। 1 रुपियाँले मात्रै मेरो काम टर्छ। यहाँ भयो भने 8-10 रुपियाँ जान्छ होइन, त्यसको लागि टेन्सन छैन। म बाहिर चाहिँ कहीँ पनि घुम्दैन आज, एक्लै छु, साथीहरू पनि छैन, त्यो कारणले। अब म चाहिँ यो बाटोबाट तल जान्छु। सिन चाहिँ कस्तो छ, यहाँदेखि तल जान्छु म चाहिँ है। फाइनली साथीहरू होइन, अघि म जहाँबाट चढाएको थिएँ त्यहीँ आइपुग्यो। जाँदा चाहिँ म पाल्नो बाटोबाट गएको थिएँ होइन, अहिले आउँदा चाहिँ यतापट्टि बाटो आएँ। यति धेरै घुम्यो, योभन्दा बरु छिटो हस्पिटल गएर दबाई लगाएर आराम गरेको भए हुन्थ्यो होला है। मलाई चाहिँ त्यो मसाज गर्ने कुर्सीमा है सस्तो पनि पर्ने, राम्रो। एकपटक मैले गरेको थिएँ कि 9 मिनट, 3 रुपियाँको 9 मिनट हुन्छ होइन। सो एकदम राम्रो लागेको थियो, त्यही भएर आएको थिएँ, भएन। सो अब चाहिँ भर्याङ रहेछ फेरि झर्ने। फेरि आउनेलाई त टक्क लिफ्ट रहेछ नि, हामीलाई पनि त्यस्तै हुनुपर्ने हो। सो अब फेरि बस चढेर जान्छु म। जहाँबाट बसमा झरेको थिएँ फेरि त्यहीँबाट बस चढेर जानुपर्ने हुन्छ। मेरो पैसा कति काट्छ म त्यो देखाइदिन्छु है तपाईँलाई। म घुम्न त यति धेरै घुमेँ होइन, फेरि फर्केर त्यहीँ आएँ, तर मेरो पैसा कति काट्छ है कार्डबाट यहाँ। फेरि पनि एकचोटि ट्राई गर्छु, पहिला सुरुमा गरेको थिएँ यहाँ, म एकचोटि फेरि ट्राई गर्छु। एकचोटि फेरि ट्राई गर्छु यहाँ होइन, हुन्छ हुन्न। फेरि यस्तो हुनसक्छ कि अहिले फेरि यहीँ भइदिइरहेको अरे होइन, भएन है, फालिदिइहाल्छ क्या। भएन।
फाइनली भएन आज यहाँ पनि फेरि आएर ट्राई गरेको यहाँ पनि भएन अब कार्डबाट आज कति काट्छ है पैसा त्यही बस कार्डै चल्छ क्या यहाँ पनि होइन यहाँ स्क्यान गरौँ 1 रुपियाँ पनि काटेन यार म भिडियो हेर्नुपर्छ है 16 सेन हो कि कति काट्यो है 15 रुपियाँ छ यसमा तल कति काटेको छ 36 सेन मात्रै काटेको छ नि कति हो हेर्नु त कमेन्ट गर्नु त मलाई कति पैसा काट्यो यसबाट यति धेरै घुमेँ कि मैले उता घुमेको भए लगभग 5-6 रुपियाँ 8-10 रुपियाँ काट्ने थियो तर यहाँ चाहिँ मेरो काटेन होइन अब यहाँबाट बसमा बसेर जानुपर्ने हुन्छ नेपालमा हुन्छ नि साथीहरू के भन्छन् कति नम्बरको बस जान्छ कहाँदेखि कहाँ जान्छ यहाँ चाहिँ अब मैले 852 नम्बरको बसमा जानुपर्ने हुन्छ त्यो चाहिँ यो रह्यो होइन हेर्नु 852 यहाँनिर छ होइन यसको ऊ त्यहाँ एक नम्बर बस हो त्यो चाहिँ होइन नम्बर फरक हुन्छ तर स्क्रिनमा देखाएको नम्बरमा जानुपर्ने हुन्छ क्या हामी चढ्नुपर्ने हुन्छ जहाँ चढेको थिएँ म त्यहाँ आइपुगिसक्यो है अब एकछिन हस्पिटल जानु पऱ्यो मोबाइलमा पनि चार्ज सकिन्न थालिसक्यो साथीहरू गएर मेडिकल जानु पऱ्यो हल्का चेकअप गराउनु पऱ्यो एमसी दिन्छ दिन्न होइन अब फेरि रुम जाने यता हो तर म जाने चाहिँ फेरि मेडिकल उता छ फाइनली साथीहरू हेर्नु त दबाई लिएर आइसकेको छु म रुम आइपुगिसकेँ एकदमै गाह्रो भयो आज कति घुम्यो है मसाजको चक्करमा सो ट्रेनमा मेरो पैसा कति खर्च भयो सही एन्सर दिने र सही कमेन्ट गर्ने मान्छेलाई मैले चाहिँ 100 रुपियाँको रिचार्ज हालिदिने छु है कमेन्ट गर्नु होला र यो च्यानललाई तपाईँहरूले सब्सक्राइब पनि गरिदिनु होला है लाइक कमेन्ट गर्नु होला आजको भ्लग कस्तो रह्यो प्रतिक्रिया दिनु होला साथीहरू सो म चाहिँ अब दबाई सबै खान्छु अनि एकछिन सुत्छु एमसी पेपर पनि लिएर आएको एकदम धेरै थकाइ लागेको छ अब चाहिँ आराम गर्नु पर्यो है सो आजलाई भ्लग यति नै साथीहरू बाई